एकपटक पुग्नै पर्ने रुकुम पश्चिमको टिग्रे साईकुमारी भगवती देवी मन्दिर। नेपालको कर्णाली प्रदेश रुकुम पश्चिम जिल्लामा अवस्थित धार्मिक स्थलको रूपमा परिचित टिग्रे साईकुमारी भगवती देवी मन्दिर नेपालकै प्रमुख धार्मिक स्थलको रूपमा परिचित रहेको छ। नमस्कार, म श्रवण देवकोटा। यति बेला यो रुकुम पश्चिम जिल्लामा पर्ने एउटा प्रसिद्ध धार्मिक स्थल टिग्रे साईकुमारी मन्दिरको प्रवेशद्वारमा यति बेला उपस्थित भएको छु। मुसिकोट नगरपालिका वडा नम्बर 5 थर्पुमा अवस्थित मन्दिर धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण स्थल पनि हो। यो मन्दिरको प्रवेशद्वारबाट भित्र प्रवेश गरेर यो माथिको हामी मुख्य मन्दिरमा आइपुगेका छौँ। हामी देख्न सक्छौँ यहाँ एकदमै भिडभाड छ। यो एकदमै रुकुम जिल्लाको एकदमै प्रसिद्ध धार्मिक स्थल हो जहाँ धेरै हामी भक्तजनहरूको यहाँ उपस्थिति हामी यति बेला देख्न सक्छौँ। मनले चिताएका कुराहरू पूरा हुने धार्मिक विश्वास सहित यो मन्दिर दर्शनका लागि हजारौं भक्तजनहरूको भिड लाग्ने गर्दछ। हरेक वर्षको शुक्ल कार्तिक वैकुण्ठ चतुर्दशीको दिन विशेष मेला लाग्ने यो मन्दिरमा भाकल पूरा भएपछि दर्शन गर्न जाने परम्परा रही आएको छ। टिग्रे साईकुमारी भगवतीलाई सत्य र असत्य छुट्याउने देवीको रूपमा समेत मान्ने गरिन्छ। आफ्नो भाकल पूरा भएका भक्तजनहरू विभिन्न शुभ साइत पारेर भगवतीको दर्शनको लागि पुग्ने गरेको बताइन्छ। हजारौं दर्शनार्थीहरू आफूले गरेका भाकल पूरा गर्न यो मन्दिरमा जाने गर्दछन्। यहाँ भक्तजनहरूले वर्षमा एउटा मात्रै वरदान माग्नुपर्ने जनविश्वास रहिआएको छ।